साथीहरू, जीवनको यात्रामा कहिलेकाहीँ यस्तो मोड आउँदो रहेछ जहाँ शब्दहरू मौन हुन्छन् र हृदय बोल्न थाल्छ। आज त्यो पल हामी सबैले महसुस गरिरहेका छौँ। बेबो बहिनीकी प्यारी बुजुको वियोगमा। बुजुको जीवन केवल आयुमा मात्र होइन, संस्कारमा, माया, अनुभव र समर्पणमा सम्पन्न थियो। उहाँ मात्र एउटा परिवारको ज्येष्ठ सदस्य होइन, एउटा पिँढीको ज्ञान र आस्था थिइन् जसले सबैलाई समेटेर राख्न सक्ने अलौकिक शक्ति राख्नुहुन्थ्यो। हामी सबैलाई थाहा छ, बेबो बहिनी कुनै सामान्य नाम होइन। उहाँ अहिलेका नेपाली युवा माझ अत्यन्तै लोकप्रिय, प्रतिभाशाली र सम्मानित भ्लगर हुनुहुन्छ जसले बेबो 2002 च्यानल मार्फत लाखौं नेपालीको मन जित्नु भएको छ। उहाँका भिडियोहरूमा देखिने सादगी, पारिवारिक आत्मीयता, सामाजिक सन्देश, हास्य रस र संस्कारले हामीलाई हाँस्न, बुझ्न र कहिलेकाहीँ आँखा रसाउन बाध्य बनाउँछ। बुजु आमाले ती भिडियोहरूमा देखिने आत्मीयताको एउटा अमूल्य हिस्सा दिनुभएको थियो। आज त्यो मुस्कान मौन भएको छ। तर हामी विश्वस्त छौं, बेबो बहिनी जस्तै सकारात्मक सोच र सशक्त अभिव्यक्तिले बुजु आमाको सम्झनालाई प्रेरणाको रूपमा जिउँदै राख्नुहुनेछ। यस दुःखद घडीमा हामी सारा दर्शक साथी, शुभचिन्तक र आफन्त परिवारको तर्फबाट बुजु आमाप्रति श्रद्धासहित नमन प्रकट गर्दछौं। भगवानले उहाँको आत्मालाई चिर शान्ति प्रदान गरून्। बेबो बहिनी र सम्पूर्ण परिवारजनलाई यो अपूरणीय क्षति सहन सक्ने असीमित शक्ति मिलोस्। शब्द सकिए पनि भावना सकिँदैन। बुजु आमाको स्मृति सदा अमर रहोस्। बुजु आमाको स्मृति सदा अमर रहोस्।